नमस्ते। हिजो मात्रै एकजना युट्युबर रोशन पोखरेललाई प्रहरीले गिरफ्तार गर्यो भनेर चाहिँ समाचार आयो। विषय एउटा उनले कन्टेन्ट बनाएर त्यो कन्टेन्ट मार्फत चाहिँ वर्तमान प्रधानमन्त्री सहितै राजनीतिक दलका नेताहरूलाई गाली गरे भनेर उनलाई चाहिँ अभियोग लगाइयो। कौतूहलता भयो, वास्तवमा रोशन पोखरेलले त्यसो के बोलेछन् त भनेर चाहिँ उनको एउटा युट्युब च्यानल रहेछ हेड्स भन्ने, त्यो युट्युब च्यानलमा गएर सर्च गरेर हेर्दाखेरि जो प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने लगायतका अरू नेताहरूलाई जसरी उनले भनेका छन् त्यो साँच्चै भन्दाखेरि अश्लीलताले भरेको, त्यो सुनिसाध्य छैन। कसैको आलोचना गर्नु भनेको तथानाम गाली गरेर मात्रै पनि होइन, तथानाम गालीले मात्रै पनि कसैको आलोचना हुन्छ भन्ने कसैले सोध्छ भने त्यो गलत हो। रोशन पोखरेलले प्रधानमन्त्रीलाई गाली गलोज गरेर भिडियो बनायो, त्यो भिडियोकै आधारमा चाहिँ पुलिसले रोशन पोखरेललाई समात्यो भनिसके पछाडि मैले वर्तमान प्रधानमन्त्रीका तत्कालीन अवस्थामा उनले गरेका फेसबुकका पोस्टहरू, उनका भिडियोहरू, उनका कन्टेन्टहरूलाई एकचोटि अध्ययन गर्नुपर्छ जस्तो लाग्यो र त्यो सरेर हेरेँ। त्यहाँ त सुनिसाध्य छैन, थामिसाध्य छैन होइन। उनीहरूले जस्तो खालको एउटा चाहिँ ब्याकग्राउन्ड निर्माण गरे, जसरी अरूलाई गाली नगरिकन स्थापित भइन्न, अरूलाई तथानाम नगरी स्थापित भइँदैन भन्ने जसरी एउटा चाहिँ जबरजस्त भाष्य निर्माण गरे नेपाली समाजमा, त्यसको बाछिटा अब उनी नै माथि पर्न थालेको अवस्था छ। भनिसकेपछि अश्लीलता, गाली गलोज, अभद्र ढङ्गको चाहिँ व्यवहार त कसैले नसहँदो रहेछ। अरूलाई गर्दाखेरि जति मजा आउँछ, जति चाहिँ दमदार लाग्छ, फेरि आफूलाई गर्दाखेरि त त्यति अभद्र र अशिष्ट लाग्ने रहेछ। प्रधानमन्त्रीलाई त्यही पनि चाहिँ चुनावभन्दा अगाडि बनाएको भिडियोलाई अहिले आएर किन इस्यु बनाइयो भन्दाखेरि उनी सार्वजनिक पदमा गए, सार्वजनिक पदमा गइसके पछाडि चाहिँ उनका विरुद्धमा बोल्ने मान्छेहरूलाई चाहिँ उनीहरूले नियमन गर्न खोजिराखेका छन्। त्यो उनको तल्लो स्तरको समर्थक किन नहोस्, त्यसले पनि चाहिँ हामीले केही बोलिहाल्यो भने तैँले किन बोलेको, किन यस्तो बोलेको, तैँले किन लेखेको, फेसबुकमा किन लेखेको, त फेसबुकमा लेखेर ठुलो भइस् भन्छन्। तर मैले बुझेको, मैले तिनलाई क्वेसनको एन्सर दिन मन लाग्छ, बोलेरै भनेरै केही हुने होइन। गाली गरेर तथानाम गरेर देशमा आगो लगाइदिन्छु भनेर चाहिँ केही हुने हो र केही बिग्रियो यो देशमा, म त्यसको बर्खिलाफमा हो, मलाई भन्न मन लाग्छ। तर अहिलेको स्थितिमा ठ्याक्कै कस्तो छ भन्दाखेरि मान्छेहरू मिडियामा पनि बोल्न सक्ने स्थिति छैन। ट्रोल बनाउनेदेखि लगेर गाली गलोजको वर्षा त उनीहरूको कति छ त्यो भनिसाध्य नै छैन, सुनिसाध्य नै छैन। उनीहरूले अरूलाई राम्रो शब्दले कसैलाई रेस्पेक्टै गर्दैन। उनीहरूले भन्ने भनेको झोले हो, उनीहरूले भन्ने भनेको झोले, त्योदेखि बाहेक केही पनि छैन। एक मात्रै उनीहरूले जानेको चाहिँ अर्कालाई गाली गरेर मात्रै चाहिँ राजनीतिमा स्थापित हुन सकिन्छ भन्ने कुरा उनीहरूले जानेको। तर हामीले जानेको कुरा चाहिँ राजनीतिक, वैचारिक र सैद्धान्तिक आधारमा हुन्छ र यो लामो समयसम्म अगाडि बढ्छ। को सक्यो, को अगाडि आयो, को अब आयो, को चाहिँ आउँदै आउँदैन भन्ने कुरा भन्दा पनि चाहिँ राजनीति एकजना मात्रै किन नहोस्, असाध्यै सानो समूह मात्रै किन नहोस्, त्यहाँभित्र नैतिकता हुन्छ। त्यो नैतिक आधारका आधारमा राजनीति गरिन्छ। म त्यो कुरालाई सपोर्ट गर्छु। म गाली गलोज, अभद्र, अशिष्ट चिजलाई सपोर्ट गर्दिनँ। हिजो अहिले भएका प्रधानमन्त्रीले हिजो अन्य दलहरूलाई गाली गर्दा नि मेरो विरोध थियो, अहिले उनीमाथि कसैले गाली गर्दैछ त्यो पनि विरोध छ। तर उनले कस्तो खालको पृष्ठभूमि तयार गरेर प्रधानमन्त्री बने भन्ने कुरा महत्त्वपूर्ण हो। उनले कुनै राजनीतिक यात्रा तय गरेनन्, उनले कुनै राजनैतिक आन्दोलनमा सहभागी भएनन्। उनी यस्ता पात्र हुन् जो पात्रलाई प्रधानमन्त्रीको उम्मेदवार किस्तीमा लगेर बुझाइयो। जुन उम्मेदवारलाई उनको पपुलारिटीको आधारमा, उनी पपुलर के भएर भए, कति काम गरेर भए, काठमाडौँ महानगरपालिकामा बस्दाखेरि कति काम गरे त्यो त सबैले छर्लङ्ग देखेकै छ। काठमाडौँ महानगरपालिका स्थानीय तहमा गणना गर्दाखेरि काम कारबाहीको हिसाबले
जो आर्थिक चुस्तता र तन्दुरुस्तीको हिसाबले कहाँ थियो भन्ने कुरा पनि चाहिँ विभिन्न रिपोर्टहरूले देखाएको छ। उनी कसरी चाहिँ के हो त यति धेरै पपुलर भए होइन, त्यो एउटा पाटो होला। तर उनले कस्तो खालको पृष्ठभूमि निर्माण गरे र उनी राजनीतिमा उदाए भन्ने कुरा त्यो बिल्कुलै फरक पाटो। आज उनीहरूले जे रोपे त्यो निरन्तर फल्दैछ र यो फल्नेवाला छ।